ब्याक गाइज आज चाहिँ हाम्रो मिनी भ्लगमा हामीले हाम्रो रुममा मासु पकाएर खाने प्लान रहेको छ। हाम्रो गेस्ट चाहिँ समीर रहेका छन् भने यो चाहिँ हाम्रो रुमबाट देखिने भ्यू हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो रुमको झ्यालबाट देखिने भ्यू हो, अमेजिङ भ्यू। त्यसले गाइज हाम्रो मासु पकाउन सुरु भइसकेको छ है। यहाँ मासुहरू सबै देखाउँ। यो चाहिँ मासु, हाम्रो मसला, यो चाहिँ हाम्रो प्याज, यो चाहिँ हाम्रो कुक, यो चाहिँ हाम्रो काट्ने के अरे प्याज काट्ने मान्छे, र म चाहिँ भ्लगिङ गर्ने मान्छे हैन। अब कुक के सजेसन देऊ न त मान्छेहरूलाई, कसरी पकाइन्छ मासु। मिठो बनाएर खानुपर्छ साथीहरू हैन। जी भयो नि, जसो भयो नि हैन। मिठो चाहिँ हुनुपर्छ। अब मिठो बनाउँछ कि बनाउन्न त्यो चाहिँ रिभ्यू दिन्छौँ हामी हैन यही भ्लगमा। अब थाहा भइहाल्छ। अब हामी बस्ने रुम चाहिँ यो हो। यो चाहिँ सिन हो हाम्रो घरबाट देखिने है। दिस इज आवर रुम है। यहाँ चाहिँ हामी 5 जना बस्छौँ र यही गेट हो हाम्रो। र फाइनल्ली रुममा आइसक्यो हामी। यहाँ चाहिँ हाम्रो सुजन सरले प्याज काट्दै हुनुहुन्छ। सुजन सर के भन्न चाहनुहुन्छ? ल म मेरो फ्युचरको लागि रेडी छु। फ्युचरमा उसले यही काम गर्ने हो। एमबिबिएस पढ्यो नि जे पढ्यो पनि। चाहिँ अब मेरो नाम के हो थाहा छ? सेफ डक्टर सुजन। ओ माय गॉड, व्हाट अ ड्रीम है। बिकज आई वान्ट टु चेन्ज माई प्रोफेसन। उसको अब हामीले आज उसको हातबाट बनाएको मासु खान्छौँ है। बाई बाई। फाइनली गाइज कुकले हाम्रो मिठो खाना पकाएर रेडी भइसकेको छ। ल ल ओपन, ल ओपन, ल फर्स्ट ल एरोमा यो नि त क्लच हैन। ल ल सबले दिन्छ है रिभ्यू। ल ल ताली दियो पहिला। ताली ल हाम्रो कुक दाजुको लागि। हेर मेरो जिम हाफ गरिदिनु पर्यो। ए ल गरिदियो ल। चम्मच दे, चम्मच काँटाले मिल्छ। यहीँ राखौँ न अहिले। ये जिम बोय। जिम बोय मेरो पर्सनल जिम ट्रेनर। आउन यार, तिमी जिमै आउँदैनौ यार। म आउँछु है केटा। तिमी पिएम बन्छु भन, म मान्छु, तर जिम चाहिँ म मान्दिनँ क्या। भुजान छैन नि, खै भुजान नि ल्याएन केटा। माथि छ मेरो 80 छ यार। छोड्छ यार त्यही नाम हो। खाना खाइरहेछ। भुजा खान्न हौ तिमीहरूले? भर्खर भाका हटेको खानु त। त्यो मिलाएर हाल है, फेरि कसैलाई हड्डी पर्ला कसैलाई के पर्ला है। ल अनुप अरू मान्छे चिल हो क्या। एउटा एउटा डान्स बनाएर नाच्नुपर्छ यार हामी। कम हो अब, यसो एनालाइज हुन्छ हैन। हालिदियो अब। कम धेरै हेर्नु पर्नु त, सबले एकको हुनु पर्यो। कहाँ कम छ? पर्दैन यति भन्दा धेरै म खानै सक्दैन। ए अरूले मासु भात खाइरहेछ आफ्टर लङ टाइम। नराटेर भन, अस्तिको मिठो के आज? बबार 10 आउट अफ 10। मैले आफै पकायो, त्यही नि तिमीले पकाए बेटर छ यार। उसले त 5 सालको एक्सपिरियन्स एकैचोटि झोक्दिएर हो कि त्यो। तर मैले त्यो काटेहरू त ठिक छ नि होइन। बबाल तिमीले काटेर पनि त दामी भयो नि। साइज म्याटर। ल सुजन कस्तो भयो मासु? ल कास यो मासु लगेर म मेरो ल सनोज सर एकदम दामी। अस्तिको हेल्दीवाला मासु के हो? अभिषेक सर तिमीले अघि काट्यौ नि। अब काट्यौ। साइज म्याटर्स के? ल कुक ल ल भेट्यो भाइ। ल है, ल आजको ब्लग यही बन्द हुन्छ। हाम्रो केटाहरु ल 360 हान्दै यार। ल म मेरो बर्थडेमा नि मासु बनाएर खुवाउँछु सबलाई।